हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। अनि आज चाहिँ म तपाईहरुलाई यो किचन बनाउन सिकाउन गइरहेको छु। तपाईहरुलाई बुन्न आउँदैन या थोरै थोरै आउँछ भने पनि तपाईहरुले यो भिडियो हेरेर चाहिँ बुन्न सिक्न सक्नुहुनेछ। कसरी बुन्ने भनेर स्टेप बाइ स्टेप मैले भिडियो हालेको छु। यो चाहिँ यसरी ब्यागमा झुन्डाउन मिल्छ अनि यो चाहिँ बनाउन एकदम सजिलो छ। यसरी डिफ्रेन्ट कलरमा तपाईहरुले पनि सिकेर बुन्नु होला अनि बुनेर गिफ्ट गर्न या सेल गर्न आफै युज गर्नको लागि बुन्न सक्नुहुन्छ। अनि यदि तपाईहरु कोही मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। अनि यो बुन्नको लागि धेरै धागो पनि चाहिँदैन। यो बुन्नको लागि चाहिँ यति सामानहरु चाहिँ चाहिन्छ। अनि यहाँनेर कपास पनि चाहिन्छ। मैले कपास देखाउन बिर्सेछु। सुरुमा हामी यो डल्लो बनाउने छौं। आउनुस् तपाई पनि मसँगै बुनेर बुन्न सिक्नु होला। सुरुमा चाहिँ मैले येलो कलरको त्यो डल्लो थियो नि अघि पिंक कलरको त्यसलाई येलो कलरको बनाउन गइरहेको छु। अनि सुरुमा यसरी म्याजिक सर्कल बनाउने यसरी बटारेर यसरी कुरुसले तानेर अनि यसलाई फेरि एकचोटी ताने यसरी अनि म्याजिक सर्कल बन्यो। अब यो सर्कल भित्र चाहिँ टोटल 6 वटा सिंगल क्रोशे बुन्ने छौं। सिंगल क्रोशे चाहिँ यो भित्र यसरी कुरुस छिरायो, यो धागोलाई यसरी तान्यो अनि यो दुईटालाई एउटामा यसरी तान्यो। यति गरेपछि चाहिँ एउटा सिंगल क्रोशे भयो हैन। यसरी यो फेरि यस्तो गर्यो सेम दुईटा भयो। फेरि अर्को गरेर तीनटा चारटा गरेर 6 वटा बुन्नु होला टोटल यो रिङ भित्र चाहिँ। यसरी नै 6 वटा बुनिसकेपछि चाहिँ यो धागो छ नि यो यसलाई चाहिँ तानेर यसरी क्लोज गर्दिने। हाम्रो राउन्ड 1 चाहिँ सक्यो। अब राउन्ड 2 बुन्ने छौं। राउन्ड 2 मा चाहिँ यो सुरुको घर छ नि सुरुको घरमा एउटा सिंगल क्रोशे यसरी यो एउटा सिंगल क्रोशे भयो। अनि यो नझुकोस् भनेर यसरी मार्कर राख्दिनु होला। अनि फेरि अघि बुनेकै घरमा सेम घरमा अर्को पनि सिंगल क्रोशे। राउन्ड 2 मा चाहिँ एभ्री घरमा चाहिँ डबल सिंगल क्रोशे बुन्ने छ। दुईटा सिंगल क्रोशे। राउन्ड 1 मा टोटल 6 वटा थियो नि त। अब राउन्ड 2 मा दुईटा बुन्दाखेरि 6 वटामा दुईटा बुन्दाखेरि टोटल 12 वटा हुन्छ। अनि तपाईहरु मैले बोलेकोमा भनेकोमा कन्फ्युज हुनुभयो बुझ्नु भएन भने चाहिँ तपाईले तल मैले मुनि लेख्दिएको छु भिडियोमा त्यहाँ पनि हेर्नु होला। अनि भिडियोलाई पनि राम्रोसँग हेर्नु होला तपाईहरुलाई बुन्नु सजिलो हुन्छ। त्यस्तो गर्दा यसरी 6 वटा राउन्ड 1 को 6 वटा घरमा राउन्ड 2 मा चाहिँ दुईटा गरेर टोटल 12 वटा बुन्नु होला। बुनेपछि यो लास्टको घरमा पनि दुईटा। अब यो यति बुनिसकेपछि हाम्रो राउन्ड 2 चाहिँ सिद्धियो। अब राउन्ड 3 बुन्ने छौं। राउन्ड 3 मा पनि मार्कर हटाउनु होला राउन्ड 2 मा राखेको। अनि त्यही घरमा सुरुमा एउटा बुन्ने एउटा सिंगल क्रोशे अनि मार्कर राख्नुस्। अनि त्यसपछि अघिल्लो घरमा बढाउने चाहिँ कसरी बढाउने भनेर थाहा भइसक्यो होला। एउटै घरमा दुईटा सिंगल क्रोशे बुनेर बढाउने। यो अघिल्लो घरमा एउटा फेरि सेम घरमा यहाँनिर दुईटा सिंगल क्रोशे भयो हैन। अब यो दुईटा बुनेको अघिल्लो घरमा एउटा सिंगल क्रोशे भयो। फेरि यसको अघिल्लो घरमा दुईटा गरेर पुरै राउन्ड यसरी नै बुन्नु होला। एउटा सिंगल क्रोशे एउटा घरमा अनि त्यसको अघिल्लो घरमा दुईटा सिंगल क्रोशे फेरि त्यो दुईटा बुनेको अघिल्लो घरमा एउटा सिंगल क्रोशे गरेर पुरै राउन्ड बुन्नु होला। यो राउन्ड सिद्धिँदा चाहिँ टोटल हामीसँग 18 वटा घर हुन्छ।
यति बुनिसकेपछि हाम्रो राउन्ड 3 पनि सक्यो। अब राउन्ड 4 बुन्नेछौँ। राउन्ड 4 मा मार्कर हटाएर मार्कर भएको घरमा एउटा सिंगल क्रोशे बुन्ने, अनि फेरि यसरी मार्कर हाल्ने, अनि अघिल्लो घरमा पनि एउटा सिंगल क्रोशे, एउटा भयो। अब यसको अघिल्लो घरमा चाहिँ हामी बढाउने छौं। अघिल्लो घरमा दुईटा सिंगल क्रोशे बुन्ने छौं। राउन्ड 4 मा पनि दुईटा घरमा चाहिँ सिंगल क्रोशे, अनि त्यसको अघिल्लो घरमा चाहिँ बढाउने, अनि फेरि अघिल्लो घरमा सिंगल क्रोशे दुईटामा, अनि फेरि अघिल्लो घरमा बढाउने, तीनटामा चाहिँ बढाउने गरेर बुन्नु होला। पुरै राउन्ड बुन्दाखेरि हामीसँग 24 वटा घर हुन्छ। यसरी नै राउन्ड 4 बुनेर सकाउनु होला। राउन्ड 4 पनि सक्यो। लास्ट घर बुनिसकेपछि यहाँ बढाउने नि त लास्ट घरमा। यति बुनेपछि सक्यो। अब राउन्ड 5 बुन्नेछौँ। राउन्ड 5 बुन्न चाहिँ एकदम सजिलो छ। एभ्री घरमा एउटा सिंगल क्रोशे, एउटा घरमा एउटा सिंगल क्रोशे गरेर पुरै राउन्ड बुन्नु होला। राउन्ड 5 बुनिसक्दाखेरि चाहिँ टोटल हामीसँग 24 वटा घर हुन्छ। यसरी एउटामा एउटा, यसको अघिल्लोमा एउटा, बढाउने घटाउने गर्दिनु सरासरी बुन्नेछौँ यसमा चाहिँ। हामीले राउन्ड 5 मा जसरी एउटा घरमा एउटा सिंगल क्रोशे मात्रै बुन्यौं नि, अनि राउन्ड 6, राउन्ड 7, राउन्ड 8, राउन्ड 9, राउन्ड 10 चाहिँ सेम गरेर राउन्ड 5 जसरी नै बुन्नु होला। मैले भिडियो काटेर हालेको छु। मैले चाहिँ यहाँनिर राउन्ड 10 चाहिँ सकाएर देखाएको छु। सेम एउटा घरमा एउटा सिंगल क्रोशे गरेर बुनेको हो। राउन्ड 10 सक्यो। अब हाम्रो यो सिध्यो। लास्टमा चाहिँ हामी यसरी स्लिप स्टिच बुन्ने छौं। यसरी अनि अलिकति लामो धागो राखेर यसलाई काटिदिनु होला। यसरी लामो धागो अहिले सिलाउनको लागि। अनि यो हाम्रो डल्लो चाहिँ सकिएको छ बुनेर। फ्लावर पार्ट चाहिँ कोपिला। अनि यस्तै सेम अर्को पनि सेम यसरी दुईटा बनाउनु होला। अब चाहिँ हामी यो पात बनाउने छौं। यो बनाउनको लागि चाहिँ ग्रीन कलरको धागो युज गर्नु होला। अनि यसरी स्लिप नट बनाउने। यसमा पनि मुनि अलिकति लामो धागो राख्नु होला। अनि यसरी स्लिप नट बनाउने। अनि 16 वटा चेन बुन्नु होला भिडियोमा देखाएको जसरी नै। यसरी एउटा
दुईटा गरेर टोटल 16 वटा चेन बुन्नु होला यसमा पनि यसरी यो 16 वटा चेन बुनिसकेपछि चाहिँ अब यो फर्स्टको यो जुन यो छ नि यो घर चाहिँ छोड्ने छ यो घरदेखि बुन्ने छ सुरुमा सिंगल क्रोसे मुनि लेख्दैछु त्यही अनुसार बुन्नु होला है अनि त्यसपछि यहाँनिर हाफ डबल क्रोसे यसरी घुमाउने अनि यो अगाडिको घरबाट छिराएर यसरी तान्ने अनि यो तीनटालाई एकैचोटी तान्ने हाफ डबल क्रोसे भयो हैन यसको अगाडिको घरमा चाहिँ डबल क्रोसे तीनटा घरमा चाहिँ डबल क्रोसे कसरी बुन्ने भनेर पनि देखाएको छु यसरी बटार्ने धागोलाई अनि अगाडिको घरबाट छिराएर यसरी तान्ने अनि यो दुईटालाई पहिला अनि दुईटालाई फेरि तान्ने एउटा डबल क्रोसे भयो हैन अब फेरि दुईटा यसरी अघिल्लो घरमै एउटालाई यसरी तान्यो यो दुईटालाई पहिला अनि यो दुईटालाई फेरि यसरी तानेर डबल क्रोसे बुन्नु होला यसरी फेरि यो दुईटालाई पहिला तान्ने अनि त्यसको दुईटालाई यसरी तीनटा डबल क्रोसे भयो नि त अब फेरि हाफ डबल क्रोसे अघि बुनेको जसरी नै हाफ डबल क्रोसे यसरी बटार्ने अघिल्लो घरमा यसरी तान्ने अनि यो तीनटालाई एकै पटकमा तान्ने हाफ डबल क्रोसे भयो अब सिंगल क्रोसे त आइसक्यो होला तपाईहरुलाई यसरी अब चाहिँ स्लिप स्टिच चाहिँ यसरी छिराउने यो धागो छ नि यसलाई नै यता निकाल्दिने स्लिप स्टिच भयो यस्तो देखियो अब फेरि हामी सिंगल क्रोसे बुन्ने छौं अघिल्लो घरमा एउटा सिंगल क्रोसे भयो हैन अब यसमा हाफ डबल क्रोसे यो अघिल्लो घरमा यसरी यहाँनिर हाफ डबल क्रोसे यसरी ल्याउने यो तीनटालाई एकैचोटी यसरी तान्ने अब तीनवटामा डबल क्रोसे 1 2 3 मा यसरी बटार्ने यहाँबाट यसरी दुईटालाई पहिला अनि यो दुईटालाई फेरि एउटा डबल क्रोसे भयो दुईटा डबल क्रोसे भयो यो सँग तीनटा डबल क्रोसे भयो अब यस्तो भयो है अब हाफ डबल क्रोसे बुन्ने छ यसमा यसरी यहाँबाट यसरी निकाल्यो अनि यो तीनटालाई एकैचोटी यसरी बुन्यो अनि लास्टको घरमा चाहिँ तीनटा सिंगल क्रोसे बुन्ने छ एउटै घरमा तीनटा सिंगल क्रोसे है सेम घरमा यो एउटा अब फेरि यही घरमा दुई सँग तीनमा तीनटा डबल क्रोसे भयो हैन हाम्रो आधी पार्ट चाहिँ बनिसक्यो है अब हामी आधीमा बुन्नेछौँ अघिको जसरी नै सेम सुरुको घरमा त्यो तीनटा पछिको घरमा तीनटा सिंगल क्रोसे पछिको घरमा हाफ डबल क्रोसे अनि तीनटा डबल क्रोसे एउटा घरमा यहाँ भयो हैन दुईटालाई पहिला अनि दुईटालाई पहिला हैन एउटा चाहिँ डबल क्रोसे भयो योसँग दुईटा डबल क्रोसे भयो अब योसँग तीनटा डबल क्रोसे भयो हैन अनि त्यसपछि अब हाफ डबल क्रोसे यहाँनिर मैले बोलेको कन्फ्युज भइरहेछ भने मुनि लेखेको हेर्नु होला है अब चाहिँ सिंगल क्रोसे पछि स्लिप स्टिच अब स्लिप स्टिच पछि अघिल्लो घरमा
यस्तो भयो स्लिप स्टिच पछि त्यसको अघिल्लो घरमा सिंगल क्रोसे यसरी अनि हाफ डबल क्रोसे अनि तीनवटामा डबल क्रोसे तीनवटा घरमा तीनवटा डबल क्रोसे एउटामा एउटा एउटामा एउटा गरेर यो हाफ डबल क्रोसे भयो अब यो डबल क्रोसे अब अर्को डबल क्रोसे यसरी तीनवटा डबल क्रोसे भएपछि अब हामी हाफ डबल क्रोसे बुनेछौँ अब हाफ डबल क्रोसे पछि चाहिँ हामी यो लास्टको घरमा चाहिँ दुईटा सिंगल क्रोसे बुनेछौँ लास्ट अघि एउटा सिंगल क्रोसे बुनेको घरमा दुईटा सिंगल क्रोसे बुनेपछि यो सुरुको घरको टुप्पामा यहाँनिर गएर यसरी स्लिप स्टिच बुनेर यसलाई क्लोज गरिदिनेछौँ यसरी बुन्यो अनि यसरी धागो तानेर यसलाई काट्दिनु होला हाम्रो पात चाहिँ बनिसकेको छ यो एक्स्ट्रा धागोहरूलाई काट्दिनु होला अब यो लामो धागो छ नि यसलाई सियोले भित्र हालेर काटिदिनु होला तपाईहरुले पनि फोहोर नदेखोस् भनेर यसरी भित्र लग्यो अनि यसलाई काटिदियो अब चाहिँ हाम्रो पात चाहिँ कम्प्लिटली बनिसकेको छ अब चाहिँ हामी यो चेन बनाउने छौं तपाईहरुलाई यो चेन चाहिँ कतिको लामो मन पर्छ सुरुमा चाहिँ यसरी लामो धागो फेदमा छोड्ने अनि यसरी स्लिप नट बनाउने अनि तपाईहरुलाई कतिको लामो मन पर्छ त्यति चेन बुन्नु होला मैले बनाएको जतिको बनाउनुलाई चाहिँ धागो अनुसार हुन्छ 50 to 55 सम्मको चेन बनाउनु होला तपाईहरुले पनि यसरी नै अन्तिममा पनि अलिकति लामो धागो राखेर काट्दिनु होला आफूलाई पुग्ने साइजको चेन बुनिसकेपछि यसरी मुनि मुनि चाहिँ लामो लामो धागो हुनुपर्छ अब चाहिँ हामी जोडजाड गर्नेछौँ अनि सुरुमा चाहिँ हामी यो पात चाहिँ यसरी यो चेनमा हाल्नेछौँ यो चाहिँ उयो के भन्छ सियोले यसरी सिलाएर हाल्नु होला यसरी भिडियोमा देखाए जसरी नै गर्नु होला यसरी एक साइड छिरायो हैन फेरि त्यही सियो अर्को साइड छिराउने त्यही धागोलाई यसरी यसरी छिराउनु होला यसरी छिराएर यो चाहिँ सर्छ यसरी सर्ने पनि हुन्छ अब चाहिँ हामी यो कोपिला बनाउने छौं कोपिला बनाउनको लागि कोपिला जोइन गर्ने छौं यो कोपिलाको यस्तो टुप्पामा लगेर यसरी निकाल्नु होला अनि यसलाई उल्टो बनाउनु होला अनि उल्टो बनाएर यसमा काँटो बान्ने हो यो चाहिँ अघि नै मैले सुरु गरेको धागो चाहिँ अलरेडी यही भएको कारणले गर्दाखेरि मलाई त्यही सजिलो भयो तपाईहरुलाई पनि यसरी धागो राखेर गर्नु पनि सक्नुहुन्छ हैन भने यो ग्रीन कलरको धागो छ नि जुन भित्र लेको हो यही धागो मात्रै पनि डल्लो बान्न सक्नुहुनेछ जसरी भए पनि डल्लो बान्नु होला नखुस्किने गरेर यसरी डल्लो बान्दै
बनाइदिनु होला अलिक ठुलो। यसरी नै अर्को पनि एड गर्नु होला। अर्को कपिला पनि यो धागामा जोड्नु होला। यसरी मैले चाहिँ जोडिसके। यस्तो भयो। अब हामी कोपिला बनाउने छ। यो कोपिला बनाउनको लागि पनि सियो चाहिन्छ। मैले कपास पनि चाहिन्छ भनेको थिएँ नि सुरुमा। हो त्यो कपास चाहिँ यहाँनिर हाल्नुलाई हो। तपाईहरुले पनि यसरी नै कपास हाल्नु होला। अनि त्यसपछि यसरी मिलाएर ठिक्क बिचमा यसरी सिलाउनु होला। सेम भिडियोमा देखाए जसरी नै सिलाउनु होला तपाईहरुले पनि। यसरी नै सेम गरेर यो कोपिला जसरी सिलाएको छु त्यसरी नै अर्को पनि सिलाउनु होला। अनि त्यति गरेपछि चाहिँ यो किचन चाहिँ रेडी हुन्छ। अनि आशा छ तपाईहरुले यो भिडियो हेरेर चाहिँ यो किचन बनाउनु चाहिँ सक्नुभयो होला भनेर। अनि सक्नु भएन भने पनि तपाईहरुले मलाई कमेन्टमा भन्नु होला। तपाईहरुको सल्लाह सुझावहरु दिनु होला। कसरी बनाउँदाखेरि चाहिँ राम्रोसँग तपाईहरुले बुझ्न सक्नुहुन्छ त्यही अनुसार मलाई भन्नु होला। अनि त्यसपछि तपाईहरुलाई मेरो भिडियो मन पर्यो या बुझ्न सक्नुभयो सिक्न सक्नुभयो भने पनि मलाई भन्नु होला कमेन्टमा। अनि तपाईहरुलाई मन पर्ने मान्छे तपाईहरुको नजिकको मान्छेहरुलाई शेयर गरिदिनु होला जसलाई चाहिँ बुन्न मन पर्छ। अनि यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। अनि आउने भिडियोहरु चाहिँ के भिडियो बनाउनु अनि के कुरा चाहिँ तपाईलाई बुझ्नु मन परेको छ कमेन्टमा भन्नु होला। म त्यसैको भिडियो बनाउने कोसिस गर्ने छु। अनि अहिलेसम्म मेरो च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ मेरो च्यानललाई कृपया सब्स्क्राइब चाहिँ गरिदिनु होला। अनि हाम्रो किचन चाहिँ बनिसक्यो फाइनल लुक्स। यसरी मैले चाहिँ दुईटा कलरमा बनाएको छु। तपाईहरुलाई मन पर्ने कलरमा बनाएर बेच्नु होला बोक्नु होला। अनि आफूलाई मन पर्ने मान्छेलाई गिफ्ट दिनु होला। थ्यांक यू हेरिदिनु भएकोमा। अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाई। अर्को भिडियोमा भेटौँला।